हामीले खोजेको चाहिँ खास जर्मन शेफर्ड हो तर लास्टमा पाएको चाहिँ चिवावा पाए के बर्गर रेडी भएको अवस्था यो हावा खाएपछि लगभग 50 वर्ष चाहिँ लेखेर राख्नुस् छप्पै है देउरालीमा बतासल्यो देउरालीमा बतासल्यो 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 देउरालीमा बतासल्यो घारी घारी जिस्की बस्दै डाली डाली बस्दै बस्दै घारी घारी जिस्की बस्दै डाली डाली बस्दै बस्दै कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको Guys, it's me Amal Limbu and welcome back to my channel. This time we are heading to Cornwall. हामी केटाहरु चाहिँ मिलेर यसो प्लान गरेर समरमा चाहिँ यसो कोर्नवाल तिर घुम्न जाउँ हाम्रो चाहिँ टोटल ट्रिप को प्लान चाहिँ 3 days and 2 nights. Let's go. Oh, ready भयो? Yes. Everything packed भइसकेछ गाडीमा गाडी अघि केटाहरुले गएर ल्याइसकेछ केटा हो भित्र सानो बनाउनु त्यसलाई सामानहरु जथाभावी छ यो चाहिँ अझै सानो बनाउनु पर्छ के हो बुढोको भित्रखेरि सानो हुन्छ के त अनि यतिको पास हुन्छ कस्तो भन्यो के भयो रे सनम गाडी चाहिँ ठुलो गाडी खोजेको नपाएर चाहिँ सानो गाडीमा अनि खोजेको चाहिँ खास जर्मन शेफर्ड हो तर लास्टमा पाएको चाहिँ चिवावा पाए के ठुलो हुन्छ भनेर ब्याग अड्दैन भनेर चाहिँ लाइनरमा मात्रै कपडा ल्याएको लाइनरमा मात्र ल्याएछ तर यो पिङ देखेको चाहिँ बुढोको त्यो त उसको पिङ्की चाहिँ अलि फेरि सुत्न मजा आउँछ के राति फाइनली लाग्यौँ हामी आफ्नो डेस्टिनेसनतिर तीनटा चाहिँ क्यासलतिर लाग्दैछौँ अहिले चाहिँ हामी विल टेक अराउन्ड होइन 3 hours हामी लाइक 2 hours and 45 minutes जति छ युकेको कन्डिसन त्यस्तै छ बेलुकासम्म उज्यालो हुन्छ सो होपफुली हेरौँ Yes, Lara coming soon. Lara. Hey, Lara. Palo le sulo. Jangan dulu. सो अहिले चाहिँ हामी आधी बाटोभन्दा अलिकति पर आएको छौँ मौसम चाहिँ अलिअलि जाडो छ फाइनली हामी चाहिँ यहाँ सेन्ट टाइगर क्यासल भन्ने ठाउँमा आइपुगेको छौँ पार्किङ एरियामा त पार्क गरिरहेको छौँ हामी जाने त्यो त्यो साइडपट्टि हो द्याट साइड अहिले एकछिन भिडियोमा देखिहालिन्छ होइन मजाले यु क्यान सी द भ्यू यहाँको सिनेरी वी आर नियर द कोस्ट लाइन एरिया होइन एकदम राम्रो भ्यू हुन्छ बेसिकली यता चाहिँ के यार केटाहरूलाई ह्यान्डसम भएर सम के हुँदैछ यहाँनिर प्लिज मलाई होइन यो वातावरणलाई देखाउनुहोस् न उयो चाहिँ अर्को दुरोबाट छट्टा के भयो के हो यो टाइम गर्दैछौ सेलेक्ट टाइम अलराइट हाम्रो ग्रुप चाहिँ अलिकति स्टार्टै भएर कस्तो हाम्रो कोही ट्रेकिङ जाला जस्तो कोही मैले अलिक गरेको छैन भिडियोको लागि अरू चाहिँ केटाहरू हिँडिरहेको छन् मजाले यो चाहिँ यस्तरी यो बाटो पो रहेछ आम्मा ओह्रालै रहेछ त होइन त्यहाँ उडाउनु पनि होइन ठिक छ त यो बाटो भने राम्रो छ त मलाई त्यही ठिक लाग्यो ऊ बिच जान सक्यो नि त त्यहाँ तलतिर बाटो चाहिँ के ओह्रालो रहेछ होइन कुन फुल हो रहेछ सबदेखि राजा हामी चाहिँ टिन टाइगर क्यासलको लागि अर्को साइडपट्टि छौँ त्यो सबैले देख्ने त्यो टिकटकतिर एकदम भाइरल भएको त्यो डोर छ नि एउटा डोर त्यो ढोका चाहिँ उतापट्टि छ त्यो त्यता जानु मिल्दैन वी आर प्लानिङ टु गो द्याट साइड किनकि आई हर्ड लाइक त्यता जान चाहिँ अलिक पैसा लाग्छ होला होइन तर आई डोन्ट नो वी निड टु गो देयर एन्ड सी होइन इफ फ्री हो भने चाहिँ एकदम गुड होइन रेकमेन्ड छ यो ठाउँ आउनुको लागि एकदम रिल्याक्स भइरहेछ अहिले चाहिँ एकदम रमाइलो लागिरहेछ तपाईँको समीपमा हुँदाखेरि चाहिँ मलाई चाहिँ फेरि पनि भलकमा मलाई हाल्नुभयो समेटिदिनु भयो अनि एकदम यो गुड प्लान अनि यो ठाउँमा आउनु पाउँदाखेरि चाहिँ एकदम रमाइलो लागिरहेछ यहाँको वातावरण नै राम्रो है यो हावा खाएपछि लगभग 50 वर्ष चाहिँ लेखेर राख्नुहोस् छप्पै है हावै मिठो यहाँको वातावरण मिठो
सिनेरीको कुरै नगरौँ एकदम रमाइलो अनि डेफिनेटली वी गना लाइक फ्रेम दिस मोमेन्ट है रियली इट इज नेसेसरी है यो उमेरमा चाहिँ यस्तो चाहिँ चाहिन्छ निरज यता हेरौँ त या वेब गरौँ ओमकाजी काजी दाइ ल पागल भइसक्यो के भएर के अरे यति रमणीय ठाउँ देखेर म त पागल भइसकेँ यहीँ डुबेर बस्नु मन लागिरहेछ यो फुल होइन यो ब्रिज त्यो ढोका यो समुद्र अनि मेरा साथीहरू हामी त्यही भएर म त ढल्दै आयो के भयो हो फोटोग्राफी आइफोनलाई चाहिँ तर पारेर कसरी फोटो खिच्ने लामो भइरहेको ल टाढैमा मेला लागेको छ केटाहरूको तरिका अब त पारि जानु क्या पारिबाट भ्यू राम्रो आउँछ झर्नाको पानी दामी हेर्नु बुढो टक्क यहाँसम्म चाहिँ छोटो ड्रिङ्क सिङ्क खाने एकछिन सपहरू यस्तो टेबल राति चट्ट बस्यो रिल्याक्स गाडी यहीँसम्म आउने रहेछ होइन त्यो हाम्रो गाडीहरू हुन्छ लागि चाहिँ यहाँनिर एकदम सामानहरू रहेछ अब चाहिँ गइँदैछ है पास्ता चाहिँ क्या हो जानु पाएँ यहाँको क्यासल चाहिँ अहिले बन्द भइसकेको छ अलिक छिटै बन्द हुँदो रहेछ सो गाइज वी आर इन टिन्टागल क्यासल राइट नाउ अनि यहाँको भ्यू चाहिँ एकदम दामी होइन मैले 5 बजेसम्म चाहिँ लास्ट इन्ट्री रहेछ सो अफसोस अलिक क्लोज भइसक्यो किनकि हामी अलिक ढिलो आयौँ अलिकति हाम्रो प्लानिङ एजुकेसनमा चाहिँ अलिकति मिस्टेक भएर चाहिँ हामी अलिकति ढिलो आयौँ तर पनि यहाँ पर उता मेन क्यासल भन्छ उता अलिक तल सबै भत्केको मात्र छ तर भत्केको हेर्नमै मान्छे आउँछन् होइन त्यही रमाइलो छ द्याट्स द हिस्ट्री होइन त यहाँसम्म आयो एकदम रमाइलो यहाँ एकदम भ्यू राम्रो यहाँको वातावरण राम्रो यहाँको फ्रेस एयर अनि अस्ति नै गरेको सबै कामहरूको थकानहरू चाहिँ एकैछिनमा मेटेको छ अब चाहिँ हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ वाट वी गना डु इज हामी चाहिँ नेक्स्ट ठाउँ चाहिँ हामी चाहिँ क्याम्पिङको लागि हामी लोकेसन खोज्दैछौँ एज सुन एज वी फाइन्ड द क्याम्पिङ एरिया यहाँदेखि चाहिँ हामी चाहिँ सुट आउट भएर चाहिँ आज क्याम्पिङको लागि चाहिँ गइन्छ क्याम्पिङको लागि चाहिँ सबसे एफोर्डेबल सस्तो ठाउँहरू चाहिँ खोज्ने हाम्रो प्लान छ होइन हामीले यो ट्राभल नै हामीले चाहिँ बजेट फ्रेन्डली गर्ने प्लान हो त्यही भएर चाहिँ हामी बजेट फ्रेन्डली कसरी ट्राभल गर्न सकिन्छ युकेमा अझै पनि कर्नवालमा आएर कसरी गर्न सकिन्छ भन्ने प्लानले चाहिँ हामीले चाहिँ सानो मैले यो गरेको हो तर हेर्नु कतिको बजेट हुन्छ लेट्स सी होइन एज लङ एज बजेटसँगै हामी चाहिँ रमाइलो पनि गर्ने चाहिँ कोसिस गर्नेछौँ होइन अफसोस केटाहरूसँग आए चाहिँ अब रमाइलो भइहाल्छ होइन त्यहाँ चाहिँ अलिकति अब भर्याङ चढेर माथि जाने हो त्यो त पहिलाको क्यासलै हो नि त होइन यही त भन्दैछु क्यासल त्यो क्यासल भन्छ केटाहरूले होइन यो पहिला चाहिँ यो क्यासल थियो आई थिङ्क त्यो पनि एउटा क्यासल त्यहाँभित्र चाहिँ क्यासल होइन त्यो होटेल हो रे पछि बनाएको होटेल हो
घुर्दैन होला कसैले यार सो फाइनली चाहिँ हामी चाहिँ क्याम्पिङ साइटमा आइपुगेको छौँ यहाँनिर क्याम्प लाउन अलरेडी दम तयार भइसकेको केटाहरू हाम्रो क्याम्प लाउन यो त हतार गरी छैन हतार गरिहाल्नु छ क्याम्प छैन यो कोर्नवालमा चाहिँ जहाँ पनि क्याम्पिङ साइटहरू पाउँछ किनकि अलरेडी यो एकदम फेमस छ क्याम्पिङको लागि क्याराभ्यानको लागि होइन सो अगाडि नै प्लान गरेर आउँदा नि भयो अर एल्स यहाँ आइपुगेर कल गरेर चाहिँ ठाउँ छ कि छैन भनेर खोज्दै त्यो आफ्नो डेस्टिनेसन अनुसार चाहिँ हामीले चुज गर्दा भयो क्याम्पिङ साइट चाहिँ है त्यसरी चाहिँ हामीले गऱ्यौँ र म चाहिँ अब एकछिन टेन्ट लाउँछु Take away easy. Good time take away 5 hours. चाउमिन खाइरहेको अवस्था हो पर्क चाउमिन यता नि पर्क चाउमिन हैन म मात्र फ्राइड राइस है छ्याट्ठा अब चाहिँ सुतियो छिरेर निरज यता सरमजी हजुर सरमजी पाना एभ्रिथिङ अलराइट राइट ल अब चाहिँ सुत्ने बेला भएको अवस्था कम्तीमा पनि 23:41 11:41 गइसक्यो अब चाहिँ सुतिन्छ बिहान 7 बजेतिर उठेर भोलिको के कार्यक्रम हो सबै हाम्रो प्लान भइसकेको छ भोलि चाहिँ हामी चाहिँ सट्ट बिच गइन्छ बिचमा गएर एकछिन सनबाथ लिएर चाहिँ नाङ्गै पौडी खेल्ने हो एकदम हो न अनि त्यसपछि समर बडी देखाउने मौका छ एकदम समर बडी अनि त्यसपछि सेन्ट माइकल माउन्ट भन्ने ठाउँ गइन्छ अलिकति त्यहाँ घुमिन्छ त्यसपछि ल्यान्डसेनसम्म जाने प्लान छ त्यति छ भोलिको चाहिँ अहिले समयको दिन चाहिँ एकदम रमाइलो भएको छ यहाँको क्याम्पिङ एरिया पनि पाइयो राम्रै छ हैन यति छ बाइ बाइ गुड नाइट गुड मर्निङ गाइज हैन अहिले चाहिँ अब सेकेन्ड डेको मर्निङ हो होइन भर्खर म चाहिँ एकछिन मुख धोएर फ्रेस अफ भयो अनि यहाँ चाहिँ कस्तो भन्दा चाहिँ सावरको लागि अनि टोयलेटहरू सबै हुँदो रहेछ एकदम सस्तो पनि भयो 4 जनाको लागि जम्मा हामीले 34 पाउन्ड्स तिरेको द्याट मिन्स एकजनामा 8.5 पाउन्ड भयो 8.5 पाउन्ड्सले चाहिँ इट्स भेरी चिप होइन टोयलेट पनि हुने प्लस ड्रिङ्किङ वाटर पनि छ होइन सबै देख्नुहुन्छ यहाँ चाहिँ यसरी यो ड्रिङ्किङ वाटर छ वासरुम भयो लेडिज अनि यतापट्टि यो सावरको लागि यस्तो छ सावरलाई ठाउँ पर चाहिँ यो यसरी बस्ने अर्को डिफ्रेन्ट टाइपको यो घरहरू पनि पाइन्छ यहाँ चाहिँ यसरी बस्नु पायो प्लस टेन्ट लाएर नि बस्नु पायो अब चाहिँ तत्तु चिया बनाएर खानुपर्छ केटाहरू अझै सुतिरहेछन् बाहिर घाम लागिसकेको छ निरज मान्छे उठेकै छैन सो गाइज अहिले बिहानै उठ्यो अहिले चाहिँ 7:45 भइसकेको छ होइन उठेर मुखसुख डराउँदा ओर्दा अब चाहिँ चिया खान आँटेको एज अ होल हिजोको डे चाहिँ रमाइलो भयो हामी चाहिँ तिनटाको क्यासल भन्ने ठाउँमा गएको थियौँ
अफसोस अलिकति ढिलो भएर त्यहाँ चाहिँ अलिकति बन्द भइसकेछ मेरो क्याम्पिङ साइट चाहिँ एकदम अझै साउथतिर हुन्छ नि अझै साउथ वेस्ट अझै एन्डतिर किनकि हाम्रो चाहिँ ल्यान्ड्स एन्डसम्म जानुपर्ने छ पानी पनि तात्नु लाग्यो चिया बनाउने हो खाने हो अनि त्यसपछि छिटो प्याक गरेर अब बाटो तताउने भनेको अब केटाहरूले हिजो ब्रेकफास्ट बनाएर खाने भनेको छ न म चाहिँ त्यही ब्रेकफास्टको वेटमा छु कहिले ब्रेकफास्ट बन्छ अनि खम्ला भनेको सनमजी कहिले ब्रेकफास्ट बन्छ र खम्ला भनेको है अनि आजको दिन चाहिँ हामी चाहिँ सेन्ट माइकल माउन्ट भनेको चाहिँ वान अफ दिस फेमस प्लेस भनेको नै राम्रो प्लेस छ एकदम अनि त्यसपछि चाहिँ हामी चाहिँ बीच जाने हो बीचमा गएर चाहिँ पक्का होइन स्विमिङ गर्ने हो यो चाहिँ मेरो एभर फेभरेट होइन ग्राउन्ड कफी यो चाहिँ यसरी हुन्छ अनि यो एक स्कुप चाहिँ यहाँ हाल्नु पऱ्यो यसरी झ्याप्प एक स्कुप अनि त्यसपछि चट्ट पानी लाउने हो एरोप्रेसमा एकछिन पानी लाउनुपर्छ वेट यो भयो अब यो चाहिँ हाम्रो फिल्टर पेपर ओसँग चट्टसँग यसरी हालिन्छ अनि थिचिन्छ यता हाम्रो सनमजी मास्टर सेफ कुकिङ राइट नाउ चट्टसँग हाम्रो लागि बर्गर निन्द्राले नछोडेको अवस्था जस्तो चाहिँ यसो हेर्दा त तर हाम्रो पछाडिको ब्याकग्राउन्ड लाइटले त यस्तै हान्सम देखिरहेको छ आमा तलक्क क्या त्यो के भन्छ सपनामा तिमीलाई देखेको जस्तो क्या सपनामा एउटा बस्यो जस्तो मान्छेले अब खाना बनाए जस्तै माथिबाट अन्डा हाम्रो अर्को लभरमेन बेकल अलराइट खै बुढो यता देखाउ त छ्याप हो त्यसमा अन्डा हाल्ने कि बुढो राइट उता पास गर्दा निरजलाई फर्स्ट म्यान निरज हाम्रो राजा हो हाम्रो प्रिन्स हो प्रिन्स अफ थ्याङ्क यू भेरी मच हेर्छ तर म प्यारो बर्गर रेडी भएको अवस्था यतिको बर्गर चाहिँ सो मैले चाहिँ भर्खर यहाँ लोकलसँग कुरा गर्दा चाहिँ वाट आई फाउन्ड इज लाइक सेन्ट माइकल माउन्टमा चाहिँ त्यहाँ हिँड्नु मिल्छ नि त सो अहिले चाहिँ 10:34सम्म चाहिँ लो टाइड छ सो वी आर मुभिङ टु हेड ब्याक फ्रम हियर एज सुन एज पोसिबल यहाँदेखि चाहिँ अराउन्ड 16 to 20 मिनट्स लाग्छ त्यहाँसम्मको राइड होइन त्यहाँ पुगेर चाहिँ हामी चाहिँ वक गरिन्छ बाटोमा त्यहाँ चाहिँ तर पानी चाहिँ अलिकति यति खुट्टासम्म आउँछ अरे अलिकति खाली खुट्टा अथवा चप्पल लाएर हिँड्नुपर्ने रहेछ क्या त्यहाँ चाहिँ है अनि त्यस्तो छ अनि एन्ड देन आफ्टर द्याट त्यहाँ पछि चाहिँ हामी चाहिँ ल्यान्डसिन गइन्छ त्यस्तो छ लेट्स गो पानीमा उफ्रिहाल्यो है अलिक तल रिल्याक्स मुटो फुट्छ अहिले